ल है साथीभाइ हामी सागरमाथा गियरमा आइपुग्यौँ। अब यहाँ दाजुले कतिको अफरमा दिने हो उहाँको भिडियो हेर्दा चाहिँ दामी दामी हजुर देखाउनु भएर चाहिँ आएको। हेरौँ अब उहाँले कस्तो कस्तो चाहिँ अफर दिनुहुन्छ। अफर छ नि दाजु है? ओके ल अब हेर्ने छौँ है त साथीभाइ हामी अफर चाहिँ के रहेछ उहाँको। सबैलाई एउटा जोडा किन्दा पनि यति चाहिँ आएछ साथीभाइ कपडाहरू हो। अनि अब जुत्ताहरू चाहिँ माथि नै छ। हेलो एभ्रिवान, दिस इज विशाल कोयु। स्वागत छ हजुरलाई फेरि पनि अर्को नयाँ ब्लगमा। सो आज चाहिँ हामी गान्तोकतर्फको यात्रामा लाग्दैछौँ। क्रिसमसको सानोतिनो सपिङ गर्दै गान्तोक लाग्दैछौँ हामी हस्बैन्ड एन्ड वाइफ। सो मेरो गेटअप यस्तै छ, अलवेज यस्तै हो मेरो चाहिँ होइन। सो मेरो मिसेस अब यहाँ रेडी भइसकेको छ, एकदम पुरा ब्ल्याक, पुरै ब्ल्याकै ब्ल्याक भएछ त तिम्रो त। अन्त हेलमेट मात्रै पिङ्क भएछ, अरू चाहिँ सबै ब्ल्याकै ब्ल्याक, टी सर्ट पनि ब्ल्याक, पिङ्की हेलमेट। पिङ्क हेलमेट चाहिँ मलाई चाहिँ मन पर्दैन। सो गाइस अब हामी निस्किँदैछौँ होइन आजको यात्रा। ब्ल्याक ब्याग पनि देखाइदेऊ न, ब्याग पनि हो कालै रहेछ पुरै, तिम्रो त कालै 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 भएछ पनि। यो उयो गरेर राखेँ होला, यो बोक्नु छ हो, यसको यो मात्रै निकालेर बोक त। सो गाइस आजको भ्लग के कस्तो हुन्छ अन्तिमसम्म हेरेर साथ दिनु होला। के कस्तो रहन्छ आजको दिनको सबै कार्यहरू भ्लगमा अपडेट दिनेछु। सो स्टे ट्युन गाइस, सी यू। सो गाइस जाडोमा दुई खुट्टामा हिँड्नुको मजा भन्नु कि पीडा भन्नु अर्कै छ होइन। जाँदैछौँ गान्तोकतर्फको यात्रामा चाहिँ होइन जाडोमा साह्रो चाहिँ साह्रो छ होइन। के गर्नु तर अब सुविधा हुन्छ कति बेला पनि आफ्नो लाग्दैछौँ है साथी आयो कस्तो हुन्छ तपाईँले देखाउँछौँ भ्लगमा। गाइस अहिले भने चाहिँ हामी गान्तोक आइपुग्यौँ होइन। सो गाडीबाट उत्रेर चाहिँ अब लाग्दैछौँ मार्केटतर्फ है त साथीभाइ हो। यहीँ उत्रियो नि त हामी के। सो अब जानु चाहिँ एमजी मार्गतिरै जाने हो। सो गान्तोकको आज बाटो पनि एकदम खुल्ला रहेछ। अफिसहरू छुट्टी हुँदा चाहिँ गान्तोकमा एकदमै बाटो चाहिँ एकदम क्लिन मजाले सजिलोसँगले आइपुग्न सफल भयौँ। सो हेर्नुहोस् बाटो एकदम क्लिन रहेछ है अहिले आउँदा चाहिँ। है त गाइस अब हामी माथि जाने हो। कहाँ भन्दै गर्दा चाहिँ नि गाइस सागरमाथा ग्यारको भिडियो चाहिँ एकदमै हेरिरहेको थियौँ। अनि त्यहाँ चाहिँ अलिक अफर देखाउँदै थियो नि त कि, त्यही अफरमा चाहिँ के रहेछ भनेर चाहिँ जाँदैछौँ है त गाइस। के पाउँदो रहेछ त्यो अफरमा तपाईँहरूलाई पनि देखाउँछ है त, हेर्दै गर्नु होला। ल है गाइस अहिले चाहिँ हामी वेस्ट पोइन्ट महलमा आइपुग्यौँ है। गान्तोकको हाम्रो फेमस यही त हो वेस्ट पोइन्ट अहिलेको वेस्ट पोइन्ट आइपुगिरहेको छौँ। हेर्नु होला वेस्ट पोइन्ट महलमा पनि गाइस क्रिसमस लागेछ है। म्युजिक पनि क्रिसमसको बजिरहेको छ होइन। वेस्ट पोइन्टको नजारा हेर्नुहोस् त एकदम क्रिसमस लागेर। यहाँ पनि देखाउँछु त्यो गाइस म तपाईँहरूलाई। इट्स द सिजन अफ क्रिसमस गाइस। वाट अ ब्युटिफुल डेकोरेसन गरेको रहेछ हेर्नुहोस् त, यस्तो मजाको बनाएको छ वेस्ट पोइन्टमा पनि हो। बेलुका चाहिँ अझै दामी हुन्थ्यो होला, बेलुका चाहिँ अझै दामी हुन्थ्यो होला। तर अब हामी चाहिँ अलिकति हतार छ बेलुका त अब भ्याइँदैन। आमामामामामामा क्या सेटिस डेकोरेसन गरेको छ क्रिसमसको, एकदमै मिठो म्युजिक धुन बजिरहेको छ। अब बेलुका चाहिँ अझै यस्तो सेटिस हुने रहेछ यहाँ तपाईँको लाइटहरू हेर्नुहोस् न। अब बेलुका त बस्न पाइँदैन होइन, तर ओभर ब्युटिफुल गाइस, ओभर ब्युटिफुल बनाएको छ त्यो दामी। तपाईँहरू पनि आउनुहोस् यहाँ फोटो खिच्नुको लागि, एकदमै ब्युटिफुल बनाएको रहेछ। स्नोफल यस्तो दामी दामी कुराहरू डेकोरेट गरेको रहेछ। यहाँ मजाले मान्छेहरू इन्जोय गरिरहेको छन्, मजाको छ। ल हामी पनि एकछिन आएको थियौँ, मजा आउँदैछ। ल त साथीभाइ हो सागरमाथा गियर यहाँ हो आइपुग्यो है। अफरहरू लिनु है सब के रहेछ अफर हेरौँ है त्यहाँ। अफर हो बहिनी यो सबै? अच्छा कति कतिको हो? 1400 यो चाहिँ? यो त त्यस्तो खास छैन रहेछ। हेरौँ भित्र कस्तो कस्तो। त्यही त त्यसै मात्रै छ त हौ दाजु। अफर हेरेर चाहिँ आएको है आज, अफर हेरेर आएको है तपाईँको भिडियो हेरेर। उहाँहरू पनि गेजिङबाट आउनु भएको रहेछ, म याङबाट आएको है। ल साथीभाइ हामी सागरमाथा गियरमा आइपुग्यौँ। अब यहाँ दाजुले कतिको अफरमा दिने हो उहाँको भिडियो हेर्दा चाहिँ दामी दामी हजुर देखाउनु भएर चाहिँ आएको। हेरौँ अब उहाँले कस्तो कस्तो चाहिँ अफर दिनुहुन्छ। अफर छ नि दाजु है? ओके ल अब हेर्ने छौँ है त साथीभाइ हामी अफर चाहिँ के रहेछ उहाँको। सो तपाईँहरू पनि आउनुहोस्, यहाँ एकदमै अफर चलिरहेको छ, राम्रो राम्रो पाउनुहुन्छ यहाँ चाहिँ ज्याकेटहरू। सो गाइस अहिले भने चाहिँ हामी छौँ एमजी मार्गमा।
एमजी मार्टको दृश्य चाहिँ यस्तै छ। एउटा ज्याकेट किन्यो, सागरमाथा चाहिँ किनिन है, तर गाइस मैले वर्ल्ड एडभेन्चरमै नआएको भएन लास्टमा हो। सागरमाथाको चाहिँ त्यस्तो खास लागेन मलाई, सो किनेर चाहिँ अहिले एमजी मार्टको दृश्य है तपाईँहरूलाई। पब्लिक चाहिँ जोड हुन्छ जहिले पनि है एमजी मार्ट। अस्ति आउँदा चाहिँ त्यस्तो बेसी थिएन, आज चाहिँ पुरा रहेछ। एमजी मार्टको तातो घाम तापिरहेको छ। ल अब एकछिन लाल बजार पस्नुपर्ने छ। के किन्ने हिलेन्टुसमा भन्दैछ हो, के किन्ने हिलेन्टुसको त कतिजनाको त्यो कम्प्लेनहरू त नजाउँ जस्तो लाग्छ। ल गाइस सिङताम झरेर आज छोरा पनि भेटेँ हो, छोराको छोरीको सपिङ भयो, रात चाहिँ पऱ्यो गाइस होइन। गान्तोकमा अघि त्यस्तै हतार भएर चाहिँ त्यस्तो बेसी किन्नु पाएन। छोरा छोरीलाई किन्यो, मेरो ज्याकेट किन्नु मात्रै गएको सेकेन्ड है। ल अब चाहिँ फर्किन लागेको। मम्मी केही लाउँदैन अरे, मोमो खाने अरे हो। सिङतामको हाट बिचरा अहिलेसम्म पनि लागिसकेको उठिसकेको छैन। माया लाग्दो छ है बिचरा, गाह्रो छ हौ है। बस्तीवालाले यस्तो दामी दामी चिज उग्याउँछ तर पनि बिक्रीबाट भने जस्तो हुँदैन, दुःख छ। ल गाइस अब यसो छोरालाई मोमो खुवाउने। ल गाइस आज चाहिँ सिङताम आउँदा चाहिँ छोरा पनि आएको छ कलेजबाट, बुढी हो। म भेज मोमो चाहिँ स्पेसल दामी पाउँछ है गाइस यहाँ चाहिँ हो, कम्ती पनि। कस्तो लाग्यो अरूको भन्दा? मिठो छ यहाँ, अलिक मिठो हुन्छ हौ। अघि अस्ति उता भन्दा याद गऱ्यौ, यो अलिक मिठो। यो त अब यहाँ सबैलाई थाहा छ नि, सिङताम बजारको लाल बजारको त्यहाँ चाहिँ नि मोमो चाहिँ यहाँ यति बेसी भिड लाग्छ होइन। हामी पनि खाँदैछौँ मोमो त अब अलवेज सबैको फेभरेट नै हो। अचार पनि खालको छ, तिलको, धनियाँको, छुर्पीको। मैले चाहिँ छुर्पी खाएँ, तिमी के खायो? अचार धनियाँ, तैँले छुर्पी, बाउछोरा छुर्पी, आमा चाहिँ धनियाँको है गाइस। सो गाइस आजको सम्पूर्ण सपिङलाई कम्प्लिट गरेर चाहिँ फाइनली रुम आइसकेका छौँ। अनि हाम्रो क्रिसमसको सपिङ चाहिँ यो प्लास्टिकमा लिएर आएको छौँ हो। अब मिसेसले निकाल्दैछ अब छोरालाई, छोरीलाई, आमालाई गरेर चाहिँ आज सबैको लागि चाहिँ कपडा सपडा सब लिएर चाहिँ आएको। आफ्नै दोकान हुँदा हुँदै पनि अब आफ्नो दोकानको लाउँदैन हो, अन्त ल्याउनै पर्छ हो। अन्त लिएर आएको छौँ है गाइस। अलिक छिटो निकाल न, भिडियो लामो हुन्छ मिसेसको। अब सबै फ्यामिलीको कपडाहरू चाहिँ यस्तै छ है साथी। यत्रो प्लास्टिकमै ल्याइ भएछ हो। यो चाहिँ के हो त्यो? त्यसले एउटा पनि लगेन? छोराको त्यो हो, कस्तो खालको किन्छ केटोले हो। ल सबैलाई एउटा जोडा किन्दा पनि यति चाहिँ आएछ साथीभाइको कपडाहरू हो। अनि अब जुत्ताहरू चाहिँ माथि नै छ। ल है आजको हाम्रो यात्रा चाहिँ यसरी समाप्त भयो। आजको हाम्रो भ्लग चाहिँ अब यहीँ अन्त हुँदैछ। के कस्तो लाग्यो लाइक गर्न चाहिँ नबिर्सिनु होला।